नमस्कार। आज तेस्रो दिनको अथवा तेस्रो सेसनको आज मिति 2083 साल 1 महिना 29 गतेको दिन यस अभिभावक शिक्षामा उपस्थित हुनुभएको सम्पूर्णलाई स्वागत तथा फेरि पनि मेरो पुनः नमस्कार। मेरो नाम चाहिँ अप्सरा सारू, म कार्यरत शीतलपाटी स्वास्थ्य चौकी खाल्टे। मेरो पद सिनियर अभिभावक। यहाँहरूलाई चाहिँ मैले योभन्दा अगाडि 2 सेसनमा, पहिलो सेसनमा चाहिँ बुबा हुनुको सौभाग्य र स्वस्थ गर्भ पढाएको थिएँ भने दोस्रो सेसनमा चाहिँ गर्भवतीलाई सहयोग तथा साथ र शिशु जन्मेपछि बुबाको जिम्मेवारी भन्ने विषयमा हामीले पढेका थियौँ र छलफल पनि गरेका थियौँ। त्यसै गरी अब आजको सेसनमा चाहिँ हामी यो चारवटा सब्जेक्ट चाहिँ विषय चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो भनेर चाहिँ हामी त्यो विषयमा आज सानो समीक्षा गर्न गइरहेको छौँ तथा छलफल। यसै विषयमा यहाँ उपस्थित हुनुभएको एकजना अभिभावकज्यूले चाहिँ यो कार्यक्रम कस्तो भयो, यो चारवटा विषय चाहिँ कस्तो भयो, फेरि पनि यहाँहरूलाई यो कार्यक्रम यहाँ सञ्चालन गर्दै हुन्थ्यो जस्तो लागेको छ कि छैन, आफ्नो अलिकति भनाइहरू राखिदिन म अनुरोध गर्दछु। नमस्कार। पुरुष अभिभावक शिक्षाको अभिभावकको रूपमा चाहिँ यहाँ उपस्थित भएको छु। मेरो नाम विष्णु आधार रानी। हामीले 2 सेसनमा सिकेका जुन 4वटा टपिक्सहरू छ, बुवा हुनुको सौभाग्य, स्वस्थ गर्भावस्था र त्यसै गरी हामीलाई गर्भवतीमा लाई सहयोग र अर्को टपिक छ शिशु जन्म र बुवाको जिम्मेवारी भन्ने टपिक छ। यो यस्तै हामीलाई अलिकति हामीले गरिरहेका क्रियाकलापमा पनि अझ नयाँ ढङ्गले सोच्ने हिसाबले अझ हामी गर्भ अवस्था रहेको अवस्थामा स्वस्थ बनाउनको लागि उनीहरूप्रति हामी अझ जिम्मेवारी बन्नुपर्छ भन्ने कुराको शिक्षा दिएको छ। समग्रमा यसरी हेर्दा हामीलाई जनचेतनामूलक र व्यावहारिक ढङ्गले पनि हामीले हाम्रो गाउँघरमा हाम्रा परिवारमा रहेका जो स्वस्थ जुन गर्भवती महिलाहरू छन् उनीहरूलाई स्याहार सुसार गर्नुपर्छ, उनीहरू हेरविचार गर्नुपर्छ, बालबच्चादेखि लिएर सबैको लागि चाहिँ राम्रोसँग जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने शिक्षा रहेको छ। यो उपयुक्त छ। अझ यसले चाहिँ हामीलाई नयाँ पूर्वकारी ढङ्गले सचेतनामूलक ज्ञान दिएको छ। अझ यसलाई व्यवहारमा उतार्नुपर्छ भन्ने कुरा रह्यो भने आगामी दिनमा पनि यस्ता कार्यक्रम आयो भने अझ हामीलाई सशक्त रूपमा अगाडि बढ्न मद्दत पुग्नेछ भन्ने अपेक्षा लिएको छु। धन्यवाद। पनि फेरि नमस्कार। यहाँहरूको सक्रिय उपस्थितिको लागि धन्यवाद।